युनिट 4 को थ्योरी अफ प्रोडक्सन हामीले एमए इकोनोमिक्स फर्स्ट सेमेस्टरको माइक्रो इकोनोमिक्स भन्ने सब्जेक्टबाट युनिट 4 को थ्योरी अफ प्रोडक्सन भन्ने पढ्दैछौँ है। अब यसमा कुरा के बुझ्नु पर्यो भन्दाखेरि प्रोडक्सन भनेको हामीलाई थाहा छ, यो अलिकति लामो पनि छ टपिक, यसलाई मजाले बुझौँ है त टाइम लगाएर। यो थ्योरी अफ प्रोडक्सन बुझ्दाखेरि हामीले प्रोडक्सन भन्ने थाहा छ, प्रोडक्सन चाहिँ केमा डिपेन्ड गर्छ त भन्दाखेरि हामीले ल्यान्ड लेबर क्यापिटल भनेको छौँ है, चारवटा चिज ल्यान्ड लेबर क्यापिटल अर्गनाइजेसन भन्छौँ मेनली। यो ल्यान्ड लेबर क्यापिटल अर्गनाइजेसन्सलाई हामीले कसरी डिनोट गर्छौँ भन्दाखेरि क्यु लेख्छौँ। क्यु भनेको एफ ल्यान्ड लेबर क्यापिटल अर्गनाइजेसन। इभन दो यतिले मात्र डिटरमाइन गर्दैन प्रोडक्सनमा, यसको पोलिसी टेक्नोलोजीले हुनसक्छ, मान्छेको प्रोडक्टिभिटीले गर्न सक्छ, इन्कमले असर पर्न सक्छ, त्यहाँको इन्भाइरोमेन्टले असर गर्न सक्छ, कुन ठाउँमा गरेको त्यसमा नि असर गर्न सक्छ। तर हामीले सर्टमा भन्दाखेरि यति कुरा भन्छौँ है। अब यति कुरामध्ये यो ल्यान्ड र अर्गनाइजेसन भन्ने कुरा छ, यो कुरा चाहिँ हामीले हत्तपत्त चेन्ज गर्न सक्दैनौँ। ल्यान्ड र अर्गनाइजेसन फर इक्जाम्पल एउटा कलेज छ, त्यो कलेजलाई मैले भोलिपल्ट चाहिँ 5वटा ब्रान्चमा खोल्छु भन्ने पनि सकिँदैन, अथवा 1 वर्षपछि नै भने पनि सकिन्न। त्यो एउटै ब्रान्च खोल्नको लागि कति लाग्छ, 30 वर्ष 40 वर्ष 50 वर्ष 100 वर्ष त्यो एउटैमै टिकेर रहेको हुन्छ भने अब त्यसलाई एक्सपान्ड गर्छु भनेर अलि सम्भव छैन है। अनि अर्को भनेको चाहिँ के हो भन्दाखेरि ल्यान्ड चाहिँ एकदम फिक्स्ड हुन्छ, संसारभरि नै फिक्स छ, हामीलाई थाहा छ यो हैन। 2/3 पार्ट भनेको वाटर भन्छ अनि 1/3 भनेको चाहिँ ल्यान्ड भन्यो। त्यो भनेको फिक्स छ है, त्यो भनेको पर्फेक्टली इनइलास्टिक भन्दा पनि हुन्छ, त्यसमा चेन्जै आउँदैन है। हामीले के त्यति नै बुझौँ अहिले। अब यो थ्योरी अफ प्रोडक्सनभित्र हामीले के कुरा हेर्छौँ भन्दाखेरि हामीले यो दुईवटा फिक्स गरिसकेपछि, ल्यान्ड र अर्गनाइजेसन फिक्स गरिसकेपछि हामीले क्यु इक्वल्स टु एफ लेबर र क्यापिटल मात्र भन्नु पऱ्यो क्या, किनकि यो चाहिँ हामीले चेन्ज गर्न सक्छौँ। लेबर र क्यापिटल त हामीले चेन्ज गर्न सक्छौँ नि। मैले एकजना काम हराइरहेको छु भने एउटा फ्याक्ट्रीमा कुनै प्रोडक्ट प्रोड्युस गर्नलाई, अब मैले अर्को लेबर थप्न सक्छु। अब त्यो दुईवटा लेबरले प्रोड्युस गर्ने चिज र एउटा लेबरले प्रोड्युस गर्ने चिज त फरक छ, हो कि होइन? त्यसरी नै मैले क्यापिटल भनेको जस्तै एउटा मेसिनले प्रोड्युस गर्ने र अर्को मेसिन मैले क्यापिटल त्यहाँ इन्भेस्ट गरेँ भने त्यसमा फरक छ है। अब यो दुईवटा कुरामा मेनली डिपेन्ड हुने भयो, यो फर्स्टमा बुझौँ। अब यहाँ के कुरा बुझ्नुपर्छ भन्दाखेरि यो दुईवटा कुरामा हामीले चेन्ज गऱ्यौँ भने आउटपुटमा नि चेन्ज हुने रहेछ भन्ने बुझ्नु पर्यो। यो दुईवटा भनेको इनपुट, यो भनेको आउटपुट, यानी कि इनपुट र आउटपुटको रिलेसनलाई प्रोडक्सन फङ्सन भनिन्छ। यो प्रोडक्सन फङ्सन हो है। यो प्रोडक्सन फङ्सन भनेको इनपुट र आउटपुटको रिलेसन, त्यसलाई नै प्रोडक्सन फङ्सन भनियो है। अब यो दुईवटा भित्र पनि ल्यान्ड र क्यापिटल भित्र पनि हामीले एकैचोटि दुईटै चेन्ज गर्न सक्दैनौँ। सर्ट टर्ममा हामीले कि त ल्यान्डलाई चेन्ज गर्छौँ कि त क्यापिटललाई के ल्यान्ड भनिन्छ है सरी, कि त लेबरलाई चेन्ज गर्न सक्छौँ कि त क्यापिटललाई चेन्ज गर्न सक्छौँ, एकैचोटि दुईवटा चेन्ज गर्दैनौँ। जस्तै क्यु इक्वल्स टु सर्ट टर्ममा मैले भन्नु आउँछ है, कि ल्यान्डलाई कि क्यापिटल। यदि मैले ल्यान्डलाई कन्स्ट्यान्ट राखेँ भने क्यापिटललाई चेन्ज गर्न पाइयो, यदि मैले ल्यान्डको साट्टा क्यापिटललाई चाहिँ कन्स्ट्यान्ट राख्यो भने ल्यान्ड के अरे लेबरलाई चेन्ज गर्न मिल्यो। खालि ल्यान्ड भन्न आउँदो रहेछ दिमागमा, लेबर र क्यापिटल भनेको लेबर क्यापिटल। लेबरलाई मैले फिक्स राखेँ भने क्यापिटल चेन्ज गर्न मिल्यो, क्यापिटललाई फिक्स राखेँ भने लेबरलाई मैले चेन्ज गर्न मिल्यो। यदि दुईवटा मध्ये एउटा मात्रै चेन्ज गर्न मिल्छ भने एकचोटिमा एउटा, मैले भने नि एकचोटिमा एउटै मात्र गर्न मिल्छ सर्ट टर्ममा, किनकि हामीसँग फिक्स्ड अमाउन्ट अफ रिसोर्सेस हुन्छ होइन। यो दुईवटा छ भने यस्तो केसलाई चाहिँ हामीले सर्ट टर्म भन्छौँ। अब यसैमा क्यु इक्वल्स टु एफ लेबर र क्यापिटल दुईटै चेन्ज भएको छ भने यसलाई चाहिँ हामीले लङ टर्म भन्छौँ है। अनि यो सर्ट टर्ममा दिने रिटर्न र लङ टर्ममा दिने रिटर्न फरक छ। सर्ट टर्ममा दिने रिटर्नलाई ल अफ भेरिएबल प्रपोर्सनको थ्योरीमा ढाल्नुपर्छ हामीले, ल अफ भेरिएबल प्रपोर्सन भनिन्छ।
यसमा चाहिँ भनेको रिटर्न्स टु स्केल भनिन्छ है, रिटर्न्स टु स्केल हुन्छ। यो सर्ट टर्ममा र लङ टर्मको कुरा गरिरहेको छु। लङ टर्ममा फर्स्टमा इन्क्रिजिङ रिटर्न्स टु स्केल, कन्स्ट्यान्ट रिटर्न्स टु स्केल, डिमिनिसिङ रिटर्न्स टु स्केल भयो भने सर्ट टर्ममा हामीले भेरिएबल प्रपोर्सन भनेको इन्क्रिजिङ रिटर्न्स, डिमिनिसिङ रिटर्न्स र नेगेटिभ रिटर्न्स पनि हुन्छ केमा, सर्ट टर्ममा। तर लङ टर्ममा चाहिँ नेगेटिभ भन्ने हुँदैन। टोटल प्रोडक्सन जहिले बढी नै रहन्छ तर माइनसमै जाने, कमै हुने भन्ने चाहिँ हुँदैन है। कन्स्ट्यान्ट हुनसक्छ, त्यति कुरा बुझ्नु पऱ्यो। यो बुझ्यो। अब हामीले वाट इज प्रोडक्सन फङ्सन, वाट इज प्रोडक्सन भने द टेक्निकल रिलेसनसिप बिट्विन, प्रोडक्सन फङ्सन भयो, द टेक्निकल रिलेसनसिप बिट्विन इनपुट एन्ड द आउटपुट इज कल्ड प्रोडक्सन फङ्सन, द्याट्स इट। अब सर्ट टर्म र लङ टर्मको डिफ्रेन्स भन्छ है। डिफ्रेन्स भनेको यही हो। एउटा त हामीले सर्ट टर्ममा दुईवटा मध्ये लेबर र क्यापिटल मध्ये एउटालाई मात्र चेन्ज गर्न मिल्ने रहेछ। लङ टर्ममा भनेको दुईटै चेन्ज गर्न मिल्ने रहेछ, दुईटै पार्ट भेरिएबल हुने रहेछ। यसमा चाहिँ एउटा न एउटा फिक्स्ड हुनै पर्ने रहेछ। यति भन्नु पऱ्यो। यति भनिसकेपछि हामीले अब नेक्स्टमा जान्छौँ। नेक्स्ट भनेको चाहिँ के भन्दाखेरि यसको डिफ्रेन्सेसहरू, यो दुईटाको डिफ्रेन्सेसहरू लेख्दाखेरि हामीले पहिला सर्ट टर्मको नेचरहरू, सर्ट टर्म प्रोडक्सन फङ्सनको कस्तो हुन्छ, प्रोडक्सन कसरी गर्छ, ग्राफ कस्तो हुन्छ त्यो हेर्छौँ, एकदमै एनालाइज गर्छौँ। जस्तै अब मैले यहाँ टेबल बनाउँछु, युनिट्स अफ लेबर भने है। इभन त लेबर लेख्ने हुन्छ क्यापिटल लेख्ने हुन्छ, किनकि दुइटै चाहिँ लेख्न पाइएन, कि लेबर हुनु पऱ्यो कि क्यापिटल हुनु पऱ्यो। अब यसमा मैले टोटल प्रोडक्सन एल लेखेँ, लेबरले गर्दा हुन खोजेको। मार्जिनल प्रोडक्सन, मार्जिनल, टोटल प्रोडक्सन, मार्जिनल प्रोडक्सन, अनि त्यसपछि एभरेज, एभरेज प्रोडक्सन यहाँ लेखेँ है त। यो टेबल बनाउँदा तपाईँलाई थ्योरी चाहिँ के थाहा हुनु पऱ्यो भन्दाखेरि यो ल अफ भेरिएबल प्रोपोर्सन भनेपछि यसको डाटाको नेचर कस्तो हुन्छ यति थाहा पाउनु पऱ्यो क्या। यो ग्राफै थाहा हुनु, दिमागमा के प्याटर्न थाहा हुनु पऱ्यो भन्दाखेरि फर्स्टमा चाहिँ बढ्छ, त्यसपछि घट्छ, त्यसपछि नेगेटिभ जान्छ, यति बुझ्नु पऱ्यो। फर्स्टमा बढ्छ, त्यसपछि घट्छ, त्यसपछि नेगेटिभ जान्छ, यति दिमागमा राखिरहनु पऱ्यो। अब यही अनुसारै हामीले डाटा लेख्ने हो। फर्स्टमा एमपिएलको लेख्छौँ किनकि सजिलो हुन्छ। फर्स्टमा 10 छ, 20 छ, 30 छ। यो एमपिएल भनेको टिपिएलको रेट हो। टिपिएल कतिले बढिरहेको छ देखाएको। यो टिपिएल भनेको पहिला 10 ले बढिरहेको त अब 20 ले बढ्यो। यो भनेको रेट हो है, यो यसको रेट हो, चेन्ज कतिको भइरहेछ हामीले देखाएको। अब यसलाई फेरि घटाउनु पऱ्यो, 20, 10, 0, -10। सर्ट टर्ममा मात्र भयो है यो, लङ टर्ममा चाहिँ यस्तो हुँदैन। जस्तै अब यहाँबाट टोटल प्रोडक्सन त हामीले निकाल्यौँ, किन उल्टो गरेको भन्ने कुरा चाहिँ हामीले सजिलो हुन्छ भनेर 1 2 3 4 5 6 7 वटा भयो है टोटल। ल टिपिएल भनेको यो 10 को 10 भयो। अब 10 ले यो 20 लाई जोड्ने भनेको 30 भइहाल्यो। 30 र 30, 30 र 30 60 भइहाल्यो। 60 र 20 80, 80 र 10 90, 90 मा 0 जोड्दा 90 नै, 90 मा -10 जोड्दाखेरि 80 भनेपछि यहाँ अलिकति होला जस्तो छ, त्यही भएर ल। अब एपिएल भनेको के हो यो चाहिँ थाहा हुनु पर्यो है। यो भनेको हामीले कसरी निकालेको, टिपिएल को चेन्ज, एमपिएल हामीले कसरी निकालेको, चेन्ज इन टिपिएल बाई चेन्ज इन लेबर। अहिले चाहिँ लेबर भएको भएर है। अब यो यसलाई सर्टकट लेख्दाखेरि यसरी डेल्टा क्यू अपन डेल्टा एल अथवा डेल्टा उ गर्दा पनि हुन्छ, के गर्दा पनि हुन्छ, यसरी लेखेको। यो भनेको हामीले चाहिँ फर्स्टमै यो चेन्ज निकाल्दियो हो क्या। अब हिसाब गऱ्यो भने यही नै देखिन्छ। जस्तै 10 - 30 - 10, 30 - 10, त्यसपछि 2 - 1 गऱ्यो भने 20 आयो। 60 - 30, 3 - 1 डिभाइड गऱ्यो भने यति नै आउँछ। अब एपिएल भनेको के हो, एपिएल भनेको एभरेज। एभरेज भनेको एपिएल भनेको चाहिँ के हो भन्दाखेरि टिपिएल बाई युनिट अफ लेबर, लेबर के। त्यो 10 डिभाइड बाई 1 10 नै भइहाल्यो। 30 डिभाइड बाई 2 15, 60 बाई 3 20, 80 बाई 20, 90 बाई यो 18 भइहाल्यो। 90 बाई 6 15, यो भनेको 80 बाई 7 भनेको 11.44 समथिङ आउँछ। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीले 1 2 3 4 सम्म युनिट चाहिँ हामीले के हेर्नु पर्यो भन्दाखेरि यो एमपिएल र एपिएल इक्वल भएको पार्ट हेर्नु पर्यो। इक्वल भएको पार्ट भनेको यहाँनिर छ,
यो पार्टसम्म चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि यो चाहिँ फर्स्ट स्टेज हो, सर्ट रन प्रोडक्सनको फर्स्ट स्टेज। त्यसपछि यो 18 र 15 भनेको सेकेन्ड स्टेज, यो भनेको थर्ड स्टेज। अब यो तपाईँले आफै लेख्नु पर्यो। फर्स्ट स्टेजमा तपाईँले मजाले एक्सप्लेन गर्नु पर्यो। फर्स्ट स्टेज, इन द फर्स्ट स्टेज भने तपाईँले के लेख्नु पर्यो भन्दाखेरि अब के भइरहेको छ त यहाँ हेर्नु पर्यो है। यो युनिट 4 सम्म हेर्दाखेरि, यहाँसम्म हेर्दाखेरि प्रोडक्सन बढिरहेको छ। टोटल प्रोडक्सन इज इन्क्रिजिङ एट इन्क्रिजिङ रेट हो कि डिक्रिजिङ रेट हो? पहिला इन्क्रिजिङ रेट पछि डिक्रिजिङ रेट हो कि होइन? यहाँदेखि यहाँ 10 देखि 30 सम्म जाँदाखेरि 20 ले बढ्यो, 30 देखि 60 सम्म जाँदाखेरि 30 ले बढ्यो, यहाँदेखि यहाँसम्म 20 ले भएको थियो, सेकेन्डदेखि थर्डमा आउँदाखेरि त 30 ले भयो, फेरि यहाँ 20 ले भयो। भनेपछि पहिला इन्क्रिजिङ रेट पछि डिक्रिजिङ रेट। एमपिएल इन्क्रिजिङ, इनिसियली इन्क्रिजिङ देन डिक्रिजिङ। यहाँ चाहिँ रेटै भन्नु पऱ्यो किनकि यो भनेको रेटै हो। एपिएल इज इन्क्रिजिङ एन्ड कन्स्ट्यान्ट भन्नु पऱ्यो फर्स्ट स्टेजमा। अब हामीले यो फर्स्ट स्टेज चाहिँ हामीले अझ अलिक डिस्क्राइब गर्दाखेरि यो चाहिँ इरेसनल फेज भन्ने पनि भनिन्छ है। इरेसनल फेज, अन्डर युटिलाइजेसन अफ रिसोर्सेस। यसमा अप्टिमली युज भएकै छैन क्या। यसमा कुनै यसरी बुझौँ न, यहाँ 3वटा मेसिन छ, 3वटा मेसिनमा एकजना मात्र मान्छे छ, अब जस्तै कुरा हो कि यसमा अरू पनि मान्छे थप्नु पऱ्यो नि त। प्रोड्युसरले यसमा प्रोड्युस गरिरहेको छ भने यो इरेसनल फेज हो। उसले अप्टिमाइज गर्न सकेको छैन, उसले प्रफिट कम पाइरहेको छ, उसले अझै इफिसियन्टली चलाउन सक्थ्यो सिस्टमलाई के भन्न खोजेको। यो फर्स्ट स्टेज है, यो इट इज नट डिजायरेबल, यसमा हामीले वर्क गर्दैनौँ। सेकेन्ड स्टेज भनेको यहाँ के भइरहेको छ भन्दाखेरि यो टिपिएल भनेको छ नि, यो प्रोडक्सन चाहिँ म्याक्सिमम भइरहेको छ है। अब यो चाहिँ मिनिमम भइरहेको छ, लिस्ट भइरहेको छ है, लिस्ट, इट रिचेस टु द मिनिमम एमपिएल। अनि त्यसपछि एपिएल के भइरहेको छ? एपिएल घट्दो दरमा छ, घटिरहेको छ, 18 बाट 15 भइरहेको छ है, घटिरहेको छ। अब एभरेज यो भइहाल्यो, एभरेजको ल ठिकै छ। अनि थर्ड स्टेजमा हामीले प्रोड्युस गर्न चाहने प्रोड्युसरले भनेको चाहिँ सेकेन्ड स्टेजमा हो। किन भन्दाखेरि यसमा चाहिँ म्याक्सिमम चाहिँ के भइरहेको छ भन्दाखेरि म्याक्सिमम प्रोडक्सन भइरहेको छ भन्नु पऱ्यो है। यसमा यहाँ अप्टिमाइज गर्नु पऱ्यो। अब 7 भनेको चाहिँ थर्ड स्टेज हो। यसमा चाहिँ प्रोड्युसरले गर्न चाहँदैन, किन भन्दाखेरि यसमा चाहिँ लिस्ट भइरहेको छ, यसमा घटिरहेको छ। भनेको मतलब तपाईँले एउटा एक्स्ट्रा वर्कर थपे बापत झन् मान्छे झन् घटिरहेको छ, प्रोडक्सन घटेर। एकजनाले 20वटा चाउचाउ उत्पादन गर्थ्यो भने 2जनाले त 40 हुनु पऱ्यो नि कम्ती भने एटलिस्ट, हो कि अथवा बढ्नुपर्ने हो। उल्टै घटिरहेको छ, जति मान्छे थपे त्यति घटिरहेको छ। 40को ठाउँमा अब 3जना राख्दाखेरि 25 भइरहेको छ भने त अब त्यहाँ केही प्रब्लम छ नि त भन्ने बुझ्नु पऱ्यो। यो थर्ड स्टेज भयो। अब यसलाई नै मैले ग्राफमा देखाउँदाखेरि कस्तो हुन्छ त? ग्राफमा देखाइहाल्यौँ है। ग्राफमा यो पोइन्ट टु पोइन्ट देखाउनु पर्दैन, हामीले जस्ट नर्मली यति कुरा थाहा हुनु पऱ्यो कि नेचर हेर्नु पऱ्यो क्या। नेचर के छ भन्दाखेरि फर्स्टमा 3 टेको बढिरहेको छ, सेकेन्डमा के भइरहेको छ? सेकेन्ड स्टेजमा फर्स्टमा 3 टेको बढिरहेको छ, सेकेन्ड स्टेजमा के भइरहेको छ भन्दाखेरि फर्स्ट स्टेजमै हो। इनफ्याक्ट फर्स्ट स्टेजमै टिपिएलको टोटल प्रोडक्टको चाहिँ बढिरहेको थियो, फेरि एकैछिनमा फेरि घट्दो दरमा बढिरहेको थियो, घट्न त बढिरहेको थियो घट्दो दरमा। त्यसपछि म्याक्सिमम पुग्छ, त्यसपछि कन्स्ट्यान्ट हुन्छ, 90 आएको थियो नि 2चोटि, त्यसपछि डिक्रिजिङ है। अब फर्स्टमा चाहिँ 3 टे नै बढ्दो रहेछ, यो कुरा थाहा भयो हामीलाई। फर्स्टमा इन्क्रिजिङ रेट भनेको यस्तो के, खास भने यस्तो, यो हामीले एक्स स्क्वायरको देखायो भने के हुन्छ ग्राफमा? यस्तो हुन्छ नि त, इन्क्रिजिङ रेट हो नि त यो भनेको। जस्तै यसमा मैले एक्सको भ्यालु 1 राख्यो भने यति भयो, 2 राख्यो भने त 4 हुन्छ नि, 3 राख्यो भने 9 हुन्छ क्या भनेको जस्तै। यसमा इन्क्रिजिङ रेट एक्सपोनेन्सियल भयो कि यो, एक्सपोनेन्सियल, त्यसपछि डिक्रिजिङ रेट, त्यसपछि कन्स्ट्यान्ट 90, त्यसपछि घट्दो दरमा। अब हामीले यहाँदेखि यहाँसम्ममा डट गर्ने, यहाँदेखि यहाँसम्ममा यो छुनु भएन, एभरेजको त यहाँसम्म पुगेकै छैन। यसरी बनाइदिउँ ल। अब यो माइनसमा जाने भन्ने बित्तिकै माइनस कुनमा गएको थियो हेरौँ है। तपाईँलाई थाहा छ -10 भनेको कुनमा गएको थियो? एमपिएलमा गएको थियो। यो एपिएल भयो है, युनिट्स अफ लेबर भन्ने नि भयो। यो भनेको टिपिएल, एमपिएल, एपिएल, 3 टेको यतापट्टि देखायो हामीले।
अब यहाँदेखि यहाँसम्म ए पोइन्ट बी पोइन्ट सी पोइन्ट डी पोइन्ट, यसलाई पोइन्ट अफ इन्फ्लेक्सन भनिन्छ। यहाँदेखि अब जस्तै यहाँ हेरौँ है, यो फर्स्ट पेजमा तिनटै बढिरहेको छ, तर रेट हेरौँ है, टिपिएल एकदमै बढिरहेको छ। त्यसपछि यो पार्ट भनेको के हो, यो भनेको एपिएल के गरिरहेको छ, एपिएल पनि बढिरहेको छ, एमपिएल पनि बढिरहेको छ होइन। अब एपिएल अब घट्न थाल्छ, यो ए पोइन्ट पछि घट्न थाल्छ, तर यो चाहिँ बी पोइन्टमा आइसकेपछि मात्र घट्न थाल्छ एमपिएल चाहिँ, तर घट्दा एकदमै ड्रास्टिकली घट्छ, वात्तै घटिरहेको छ। अब यहाँदेखि यहाँसम्म भनेको फर्स्ट स्टेज भयो, जुनमा चाहिँ प्रोड्युसरले प्रोड्युस गर्न चाहँदैन भनौँ न, रिसोर्सेसहरू अन्डर युटिलाइज भएको हुन्छ, सेकेन्ड स्टेज यो भनेको। त्यसपछि आउँछ थर्ड स्टेज, यो भनेको थर्ड स्टेज। ल अरू केही छ त छैन। भनेपछि यसरी चाहिँ हामीले सर्ट रन प्रोडक्सन भयो, यो सर्ट रनको बनाइरहेको छौँ है। लङ रनको पनि यस्तै ग्राफ बनाउनु पर्छ भन्ने छैन, लङ रन चाहिँ अलिअलि फ्ल्याट हुन्छ, अलिक घट्दैन, त्यति मात्र हो। लङ रनको त्यति हामीले बनाउँदैनौँ, सर्ट रनको चाहिँ यसरी देखाउँछौँ। तर लङ रनको चाहिँ रिटर्न्स टु स्केल भन्ने चाहिँ हामीले देखाउँछौँ है त, रिटर्न्स टु स्केल। अब यो सर्ट रनको र लङ रनको डिफ्रेन्स भनौँ भन्यो भने हामीले के गर्छौँ भने लङ रन्सको चाहिँ, लङ रनमा त मैले के भनेको छु, लङ रनमा प्रोडक्सन फङ्सन त तीन प्रकारको हुन्छ, इन्क्रिजिङ रिटर्न्स टु स्केल, त्यसपछि कन्स्ट्यान्ट रिटर्न्स टु स्केल, कन्स्ट्यान्ट रिटर्न्स टु स्केल, त्यसपछि डिक्रिजिङ होइन डिमिनिसिङ भनौँ, डिमिनिसिङ रिटर्न्स टु स्केल भनेको थिएँ है। अब यो तीनटा मध्ये डिक्रिजिङ डिमिनिसिङ भन्ने हुन्छ, डिक्रिजिङ भन्ने हुन्छ, डिमिनिसिङ डिक्रिजिङ एउटै हो, ल ठिकै छ। अब यो डिक्रिजिङ रिटर्न्स टु स्केल, इन्क्रिजिङ रिटर्न्स टु स्केल भनेको के हो त भन्दाखेरि यसमा त दुइटै युज हुने भयो है, यो कुरा थाहा पाउनु पर्यो। तपाईँ ल्यान्ड र क्यापिटल नै, खालि ल्यान्ड भन्नु आउँदो रहेछ दिमागमा, लेबर र क्यापिटल नै के भइरहेको छ, युज भइरहेको छ, दुइटै भेरिएबल हो। अब हामीले यो चाहिँ आइसी क्वान्टको थ्रुबाट देखाउँछौँ। जसरी हामीले आइसी कब हुन्छ भनेको थिएँ, यो भनेको आइसी कब हो भनेको थिएँ नि मैले, यसरी नै यसमा चाहिँ आइसो क्वान्ट भन्ने हुन्छ। आइसो क्वान्ट भनेको पनि के हो भन्दाखेरि बन्डल अफ गुड्स, त्यसमा चाहिँ म्याक्सिमम आउटपुट दिने खालको। ल जस्तै अब मैले यसलाई सर्टकटमा है त आइआरएस, सिआरएस, त्यसपछि डिआरएस भने है त। अब आइआरएसको हेरौँ है त, आइआरएस इन्क्रिजिङ रिटर्न्स टु स्केलमा मैले ए नम्बरमा बनाएँ, 4 लेबर र 4 क्यापिटल गर्दाखेरि 100 क्विन्टल प्रोड्युस भइरहेको थियो अरे, 4 युनिट लेबर 4 युनिट क्यापिटल। अब मैले के बुझ्नु पर्यो भन्दाखेरि इन्क्रिजिङ रिटर्न्स भनेको के हो भन्दाखेरि या त तपाईँले सेम युनिट युज गर्दाखेरि बढी प्रोड्युस गर्नु पर्यो है, अर्को हो भने चाहिँ अर्को कुरा चाहिँ के हो भन्दाखेरि या त तपाईँले सेम युनिट प्रोड्युस गर्नु तर कस्ट चाहिँ घटाउनु पर्यो। भनेको मतलब तपाईँले इनपुट भनेको लेबर र क्यापिटल 100%ले बढाउँदाखेरि आउटपुट चाहिँ कतिले बढ्नु पर्यो भन्दाखेरि एटलिस्ट 100 भन्दा बढी क्या, एटलिस्ट 100 भन्दा बढी। 100 ले बढ्यो भने कन्स्ट्यान्ट भयो, 100 भन्दा कमले भयो भने डिक्रिजिङ भयो क्या। अब ल्यान्ड र लेबर र क्यापिटल बढाउनु भनेको मतलब कस्ट बढेको हो क्या। यदि तपाईँले कस्ट 100%ले बढाउँदाखेरि यो आउटपुट 150% बढ्नु पर्यो भन्ने कुरा हो। अब यसरी नै अब 100 क्विन्टलबाट 200 क्विन्टलमा मैले बनाउँदाखेरि अब यदि मैले 4 जना नै फेरि थपेँ, 4 जनाले थपेँ भने 8 लेबर 8 क्यापिटल भयो भने यो कन्स्ट्यान्ट भयो क्या, यता पनि कन्स्ट्यान्टली बढेको छ, चेन्ज हेर्नु त प्रपोर्सनेट चेन्ज भयो। अब मैले के गर्नु पर्यो भन्दाखेरि 8 जना भनेको 4 जना एक्स्ट्रा चाहिँ थप्नु परेन के, थप्यो भने के गरी कन्स्ट्यान्ट हुन्छ, तर हामीले इन्क्रिजिङ देखाउन लगाइरहेका छौँ। इन्क्रिजिङ भनेको एटलिस्ट 4 जना भन्दा कम, 3 जना लेबर क्या, 3 लेख्ने भएन। अब 4 मा 3 जोड्दा त 7 भयो, 4 मा 3 जोड्दा त 7 भयो, 7 लेबर क्या।
अब 7 पछि अब मैले यो दुईटामा चेन्ज आउने भनेको कतिले गरिरहेको छु, यो दुईटामा त के भइरहेको छ, कन्स्ट्यान्टली चेन्ज भइरहेको छ, 100 बाट 200 नै भयो भनेपछि एक्स्ट्रा 100 क्विन्टल एड गर्नको लागि, प्रोडक्सन एड गर्नको लागि चाहिँ मैले जम्मा अघिको पहिला चाहिँ 4 जना थपेको थिएँ, अहिले चाहिँ कतिजना थपिरहेको छु भन्दाखेरि 3 जना, अब 2 जना मात्र थप्नु पर्यो कि 7 जनाबाट 9 जना, 8 9 7 जनाबाट 9 जना, क्यापिटल यो भनेको 300 भयो। यो आइआरएस, यसलाई मैले देखाएँ भने यसरी देखाउँछु ल, हेरौँ है त, सिआरएस यो अब तपाईँले के देखाउनु पर्यो भन्दाखेरि यो लेबर, यो क्यापिटल हो है। अब लेबर र क्यापिटल के भइरहेको छ, हरेक स्टेपमा घट्दो क्रममा छ है। 4 बाट 7 मा जानु भनेको 3 जना भयो, 7 बाट 9 मा जानु भनेको 2 जनाले बढिरहेको छ भनेपछि मैले यहाँ के गर्नु पर्यो भन्दाखेरि इन्डिफरेन्स कर्भ पहिला चाहिँ के गर्नु पर्यो, अलि धेरै, त्यसपछि अलि थोरै, अलि नजिक नजिक आउनु पर्यो क्या, यसरी बुझ्नु पर्यो क्या, टाढा अलि नजिक आउनु पर्यो क्या। किन नजिक आयो भन्दा यो कस्ट घटेको हो क्या, यो मैले 4 जना नि थपेको भए 4 जनालाई दिने लेबर कस्ट र 3 जनालाई दिने लेबर कस्ट त फरक छ नि। मैले अब यहाँबाट के गर्छु, डट गर्छु, यो ग्याप देखाउनलाई के खासमा यो ग्याप हेर्नु त, यो ग्याप। अब यहाँ 4 जनाले लेबर, त्यसपछि 7 जना लेबर, त्यसपछि 9 जना लेबर, यो भनेको 4 जना क्यापिटल, 7 जना क्यापिटल, जना भन्ने नै मिल्दैन, क्यापिटल भनेको त पुँजी हो, अब जेमा नि खर्च गर्न सक्छ, 9 युनिट क्यापिटल। ल यो भनेको आइसो क्वान्ट हो है, यो आइक्यू। यसमा कति प्रोडक्सन भइरहेछ, 100, यसमा 200, यसमा 300, सबैमा बढ्नेको त कति छ, 100 ले नै बढिरहेको छ। तर हाम्रो डिफरेन्स भनेको चाहिँ यो कस्ट चाहिँ घट्दो दरमा छ, घटि नै रहेको छ है। ल त्यसरी बुझ्नु पर्यो। यो भयो त्यो इन्क्रिजिङ। अब कन्स्ट्यान्टको र डिमिनिसिङको आई होप तपाईँले सक्नुहुन्छ होला। कन्स्ट्यान्टको के हुने भयो, 8 हुने भयो, यहाँ 8 हुने भयो, ग्याप के हुने भयो, सेम हुने भयो, यहाँ 8 बाट फेरि 4 बढाउँदा, यहाँबाट 4 बाट फेरि 4 बढाउँदा 12, यो 12, यो के भयो, अब कन्स्ट्यान्ट भयो। अब डिमिनिसिङ भनेको चाहिँ 4 जना भन्दा बढी लाग्ने भयो क्या, खर्च बढी लाग्ने भयो भनेपछि यो चाहिँ ठ्याक्कै उल्टो। डिमिनिसिङमा चाहिँ पहिला ग्याप थोरै अनि पछि धेरै 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 आउँदै गएको कि, त्यो ग्याप बढ्नु भनेको कस्ट बढ्नु भन्न खोजेको हो। यसमा चाहिँ कति हुने भयो भन्दाखेरि 4 जनाबाट मैले डिमिनिसिङ भयो है, अब यहाँ डिमिनिसिङको भनिदिन गइरहेको छु, तपाईँ आफैले बनाउनु होला। 4 जनाबाट 5 जना बढाइदिउँ होइन, 200 भनेको एउटा 100 युनिट बढाउनलाई अब हामीले 5 जना एड गर्नु पर्यो भने 4 जनाबाट 5 जना भनेको 9। अब 6 जना गरिदिउँ, 6 जना भनेको 15 भयो भने चाहिँ ग्याप बढ्दै जाने भयो। यसरी नै देखाउन सक्छौँ। यो हाम्रो डिफरेन्स थियो थ्योरी अफ प्रोडक्सनको लङ रनमा चाहिँ फर्मले कसरी प्रोड्युस गर्छ होइन, कतिको लाभ लिन सक्छ। फर्स्टमा इन्क्रिजिङ रिटर्न्स टु स्केल सिआरएस डिआरएस हुने रहेछ भन्ने थाहा पायौँ है त। यति नै थियो। थ्याङ्क यू फर वाचिङ।